है गाइज हामी चाहिँ अहिले घर तल आइपुगेछौँ यो सर्लाहीको तलनिर मलिरहेको छ होइन यो चाहिँ यतातिर धेरै सङ्घर्षपछि हामी आइपुग्यौँ यहाँ चाहिँ राम्रो खेती अनि के छ हाम्रो यतातिर भरतलको सबै पुस्ताहरू के छ जे होस् यो सर्लाहीको एकदम प्रसिद्ध सामनेलाई चाहिँ बस्न झरेको अब हामी हिँड्दैछौँ कस्तो राम्रो राम्रो मान्छेहरू वाउ राम्रो राम्रो गाडीहरू अनि अब अहिले चाहिँ फेरि बोटिङ गर्न गइरहेको छौँ होइन यो ठाउँमा यहाँको प्रसिद्ध ठाउँ घुम्न लागिरहेको छौँ यो चाहिँ रेग्मी पुल भविष्यको लागि बनिरहेको चाहिँ पुल रहेछ यो यसको चढ्न महँगो भएर 500 रुपियाँ त्यही भएर यो यति बजिरह रमाइलो रहेछ ठाउँ चाहिँ यहाँमा चाहिँ रमाइलो रहेछ ठाउँ